हेलो गाइस, वेलकम बैक टू माई न्यू भिडियो। आज चाहिँ मैले भिडियो सुरुवात गरिसकेँ किनभने मेरो अर्को आइडी थियो पहिला, अहिले नयाँ आइडी भयो। किनभने मेरो पहिलाको आइडी बिग्रियो, मतलब मेरो युट्युब नै बिग्रियो। मतलब बिग्रिन त बिग्रियो होइन, त्यसमा चाहिँ मैले भ्लग नहाल्ने भएँ, यसमा चाहिँ हाल्ने भएँ। त्यसैले मेरो यो अब त्यसमा भ्लग कहिले पनि आउँदैन, अनि त्यही भएर यसैमा हाल्छु नि त मैले सधैँ अब। अनि त्यही भएर अब यसैमा हाल्ने क्यार्ने कुरो भयो मेरो चाहिँ होइन। अनि किनभने त्यो आइडी चाहिँ अलिक खासै मन परेन कि मलाई, खासै रुचाएन। अनि खासै चल्न त राम्रो चलेको थियो भनौँ न। अब यो चाहिँ न्यू आइडी हो, त्यसैले सबै को हुनुहुन्छ यहाँ सबैले मलाई माया गर्ने साथीहरूले सबैले मेरो आइडीलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है। एक दिनमै 1000 सब्सक्राइब बनाइदिनु होला। एक दिनमै त भन्न सक्दिनँ, एक महिनाभित्रमा 1000 सब्सक्राइब बनाएँ भने मैले सबलाई मैले केही न केही उपाय गर्ने नै छु। ल मैले अर्को कुरा के ल्याएँ भने म आज चाहिँ दिदीकोमा आएको छु होइन। मेरो युट्युब चाहिँ ह्याक भएको थियो, अनि अब बनाएँ मैले त्यो युट्युब बनाएर नि नयाँ युट्युब खोलेको हो होइन। अनि त्यसपछि आज म दिदीकोमा आएको छु, बुम्बई दिदीकोमा आएर अनि यतै मोबाइल पसलमा गएर बनाएको हो। त्यसैले अब किन भिडियो ल्याइने यस्तो उस्तो भन्नुहुन्छ होला, तर मेरो भिडियो त ल्याउँथेँ, तर मैले मेरो युट्युब बिग्रेको कारण त्यति बेला चाहिँ बिग्रेको कारणले मैले ल्याउन पाइनँ। दसैँको भिडियोहरू सब थियो मेरो होइन। मैले किनभने अब यो नयाँ आइडियो केही जानकारी त दिन पर्यो भनेर अनि मैले चाहिँ नल्याएको अहिले चाहिँ। अनि किनभने अब पहिला जानकारी दिन्छु, त्यसपछि पहिला मैले दसैँको भिडियोहरू सब हालिदिन्छु भनेर नि त। अनि अब आज बिहान 10 बजीतिर आएको म चाहिँ यता। अब बस्नु 2-3 दिन बसेर जान्छु। अनि के अरे घरमा भैँसी बाख्रा भएको घरमा बस्नु, घर आत्तिएर जानु होइन। सबैले बस्छ भन्नुभयो, यतै बस्नु भयो। अनि त्यही भएर बाबु चाहिँ सुतिराखेको छ अहिले चाहिँ। मेरो बाबु छ नि त एउटा, ऊ चाहिँ सुतिराखेको छ। सुई लाएर ल्याए देखेर अलिक दुःख दिइरहेको छ। त्यो बाबुले भात खुवाइ गरेर देखेर अलिक दुःख दियो हो, त्यही हो। अब सबैले यो आइडीलाई के अरे छिटोभन्दा छिटो सब्सक्राइब बढाइदिनु होला भन्न चाहेँ मैले चाहिँ। हजुरहरूको माया नै मेरो लागि धेरै ठुलो उपहार जस्तै हो। अनि के अरे यो भिडियो सानो सेयर गरिदिनु होला भन्न चाहन्छु मैले चाहिँ। किनभने यो भिडियो चाहिँ के अरे मैले पहिला त्यत्रो सब्सक्राइब बनाएको थिएँ होइन, त्यत्रो सब्सक्राइबर बनाएको थिएँ, तर मैले अलिकति पनि कमाइ पनि गरेन है। पैसा आएको तर लिन पाइनँ। 1000 सब्सक्राइब हुन एकजनामा कम थियो, तर भएको पनि थियो। अनि त्यसले पासवर्ड मागेको थियो होइन, यो ब्याङ्कको खाताहरू मागेको थियो। ब्याङ्कको खाता पनि राम्रै हालिदिएको थिएँ, एक्कासी ह्याक भइदियो कि। अनि त्यही भएर फेरि त्यो अहिले चाहिँ राम्रै भयो। अहिले अब चाहिँ आउँछ होला पेमेन्ट भन्नुभयो, तर त्यो 1000 सब्सक्राइबमा चाहिँ घटे हो। त्यही भएर अहिले चाहिँ आउनु त्यसमा चाहिँ। तर मैले त्यो आइडी चलाउन भनेर छोडिदिएको कि, जब कि म नै मोर हो नि त मेरो त्यस्तो भइसकेपछि। अनि त्यही भएर कसैले गुगल आइडी थाहा पाएर त्यस्तो गरिदियो कि, अनि मैले बेसी पेमेन्ट आउनु लागेपछि त दुःख हुन्छ। त्यही भएर अहिलेबाटै मैले चाहिँ यो अर्को आइडी खोलेको हो। अब के कस्तो लाग्छ हजुरहरूले हेर्नु, जानकारी दिनु होला भन्न चाहन्छु मैले चाहिँ। त्यही माथि यहाँ फ्यान कराएर केही सुन्नेको पनि छ। आजको भिडियो चाहिँ यति नै भयो साथीहरू, बाई बाई।